हेलो साथीहरु, तपाईलाई फेरि पनि स्वागत छ फ्लाकी टेक च्यानलमा। साथीहरु, यो भिडियोमा तपाईलाई चाहिँ म यदि तपाईको चाहिँ कुनै भिडियोमा चाहिँ कपिराइट क्लेम आएको छ भने त्यो कपिराइट क्लेम चाहिँ कसरी रिमुभ गर्ने तपाईले चाहिँ भिडियोमा रिमुभ गरेर चाहिँ देखाउन गइरहेको छु। यदि तपाईले चाहिँ युट्युबमा चाहिँ भिडियोहरु अपलोड गर्नुहुन्छ र त्यही कसैको तपाईले चाहिँ म्युजिकहरु चाहिँ एड गर्नुभएको छ भने तपाईको चाहिँ भिडियोमा चाहिँ कपिराइट क्लेम आएको छ भने त्यो कपिराइट क्लेम चाहिँ कसरी चाहिँ रिमुभ गर्ने तपाईले भिडियोमा रिमुभ गरेर देखाउन गइरहेको छु। त्यसैले साथै भिडियो अन्त्यसम्म हेर्नुहोला। राम्रो लागेपछि एउटा लाइक, च्यानललाई सब्स्क्राइब र शेयर गर्न नभुल्नुहोला। साथै आजको भिडियो चाहिँ स्टार्ट गरौँ। कपिराइट क्लेम हटाउनको लागि तपाईले चाहिँ क्रोम ब्राउजरमा चाहिँ आफ्नो चाहिँ युट्युब च्यानल चाहिँ ओपन गर्नुहोला। ओपन गरिसकेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ यस्तो इन्टरफेस। त्यसपछि तपाईले चाहिँ आफ्नो च्यानलको लोगोमा चाहिँ क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि तपाई यहाँ देख्न सक्नुहुन्छ यस्तो इन्टरफेस। त्यसपछि तपाई यहाँ जानु होला, भ्यू योर च्यानलमा क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि तपाई यहाँ देख्न सक्नुहुन्छ यस्तो इन्टरफेस। तपाई चाहिँ यहाँ देख्न सक्नुहुन्छ यहाँ लेखेको छ च्यानलको नेम, यहाँ लेखेको छ कस्टमाइज च्यानल। यसमा चाहिँ क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि तपाई यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ युट्युब स्टुडियो रहेको छ। युट्युब स्टुडियो चाहिँ ओपन भइसकेको छ। त्यसपछि यहाँ तपाईले देख्न सक्नुहुन्छ कन्टेन्ट भन्ने अप्सन, यसमा चाहिँ क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि तपाईलाई यहाँ देख्न सक्नुहुन्छ विभिन्न चाहिँ भिडियोहरु तपाईले चाहिँ अपलोड गर्नुभएको भिडियोहरु चाहिँ तपाईले यहाँ देख्न सक्नुहुन्छ। यदि तपाईले चाहिँ कुनै भिडियोमा चाहिँ कपिराइट क्लेम आएको छ भने यहाँ देखाइदिन्छ। तपाईले यहाँ देख्न सक्नुहुन्छ यो भिडियोमा चाहिँ कपिराइट क्लेम आएको छ। यहाँ लेखेको छ कपिराइट, यो चाहिँ कपिराइट क्लेम रहेको छ। यहाँ तपाईले देख्न सक्नुहुन्छ डिटेलमा कपिराइट प्रोटेक्टेड कन्टेन्ट फाउन्ड द अनर एलो द कन्टेन्ट टु बी युज अन युट्युब। यो डिटेलमा तपाईलाई म देखाउन गइरहेको छु। यहाँ स्ट्याटस ओभरभ्यू, द कन्टेन्ट आईडी क्लेम अन योर भिडियो डज नट एफेक्ट योर च्यानल, दिस इज नट अ कपिराइट स्ट्राइक। यो चाहिँ कपिराइट स्ट्राइक होइन, यो चाहिँ तपाईको च्यानललाई चाहिँ कुनै पनि चाहिँ इफेक्ट गर्दैन, त्यही भनेको छ। र यो कपिराइट क्लेम हटाउनको लागि तपाईले यहाँ देख्न सक्नुहुन्छ यहाँ भनेको छ कन्टेन्ट आइडेन्टिफाई इन दिस भिडियो इज लिस्टेड बिलो। यहाँ तपाईले देख्न सक्नुहुन्छ यहाँ लेखेको छ इन्स्पाइरेसन अमाक्सी कन्टेन्ट फाउन्ड ड्युरिङ 3 मिनेट 13 सेकेन्ड देखि 3 मिनेट 32 सेकेन्ड सम्म चाहिँ यो चाहिँ म्युजिक चाहिँ एड भएको छ। त्यसैको लागि चाहिँ कपिराइट क्लेम दिएको छ। अब कपिराइट क्लेम हटाउनको लागि के गर्ने त? तपाईले चाहिँ म कपिराइट क्लेम चाहिँ हटाएर देखाउन गइरहेको छु। थप्लो यसमा चाहिँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ यहाँ लेखेको छ ट्रिम आउट सेगमेन्ट। यदि तपाईले चाहिँ यो भिडियोबाट तपाईले चाहिँ यो भिडियोलाई चाहिँ यति यहाँदेखि यहाँसम्मको कट गर्न चाहनुहुन्छ भने ट्रिम आउट सेगमेन्टमा क्लिक गर्नु होला। वा रिप्लेस सङ, यदि तपाईले चाहिँ त्यो सङ चाहिँ रिप्लेस गर्न चाहनुहुन्छ, अर्को सङ चाहिँ एड गर्न चाहनुहुन्छ भने रिप्लेस सङमा चाहिँ क्लिक गर्नु होला र सङ चाहिँ एड गर्नु होला। यदि तपाईले चाहिँ म्युट सङ, यदि तपाईले चाहिँ सङलाई म्युट गर्न चाहनुहुन्छ भने म्युट सङमा क्लिक गरिसकेपछि यो चाहिँ म्युट सङ चाहिँ म्युट भइहाल्छ। त्यसपछि यदि तपाईले चाहिँ डु यु ह्याभ अ राइट टु दिस कन्टेन्ट डिस्प्युट गर्नु छ भने तपाईले डिस्प्युट पनि गर्न सक्नुहुन्छ। अहिले चाहिँ यो म्युजिकलाई चाहिँ म्युट गर्न गइरहेको छु र तपाईलाई देखाउन गइरहेको छु। म्युट भन्ने अप्सन छ, यहाँ म्युट सङ, यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईँ यहाँ देख्न सक्नुहुन्छ कन्टिन्यू भन्ने अप्सन, यसमा चाहिँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईँ यहाँ देख्न सक्नुहुन्छ म्युट अल साउन्ड व्हेन सङ प्ले। त्यसपछि यहाँ म्युट भन्ने अप्सनमा चाहिँ क्लिक गर्नु होला। यो साउन्ड चाहिँ म्युट भइहाल्छ। तपाईले यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ पुरो सिट भइरहेछ।
यहाँ तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ लोड भइरहेछ। त्यसपछि तपाईँले देखाउन गइरहेको छु के कस्तो चाहिँ रिजल्ट आउँछ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ यहाँ लेखेको छ भिडियो एडिटिङ इज इन प्रोग्रेस। यो प्रोग्रेसमा रहेको छ। यो चाहिँ कपिराइट क्लेम हटिसकेपछि आफै चाहिँ यसमा कपिराइट क्लेम चाहिँ हटिहाल्छ। टाइप गरिसकेपछि सर्च गर्नुहोला, क्लोज गरिदिनु होला। त्यसपछि यहाँ तपाईँले देख्न सक्नुहुन्छ यस्तो इन्टरफेस। त्यसपछि यहाँ अहिले चाहिँ यो चाहिँ प्रोसेसिङ हुन्छ। त्यसपछि केही समयपछि चाहिँ यो चाहिँ कपिराइट क्लेम चाहिँ हटिहाल्छ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ चेकिङ वन फाउन्ड। यो चाहिँ एउटा चेकिङ भइरहेको छ। चेक भइसकेपछि केही छिनमा चाहिँ यो कपिराइट क्लेम चाहिँ हटिहाल्छ। यसरी तपाईँले चाहिँ आफ्नो युट्युब भिडियोमा कुनै क्लेम आएको छ भने तपाईँले चाहिँ यसरी चाहिँ कपिराइट क्लेम चाहिँ हटाउन सक्नुहुनेछ, रिमुभ गर्न सक्नुहुनेछ।